can do it. ओए दामी हुन्छ यहाँ कस्तो रुचि हाल्ने यहाँ देख्नु आउँछ गाइस त्यो गइरह देख्न सक्नुहुन्छ है दाना के भन्दै सोरेको गाडी हो सोइल चाहिँ हाम्रो खाना आइसक्यो है देख्न सक्नुहुन्छ चिक सो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग इट्स मी अभिषेक नेपाली आई होप तपाईँलाई पनि सन्चै होला अनि मलाई पनि एकदमै सन्चै छ अनि सो अहिले चाहिँ म फिलहाल पोखरा छु है पोखरा यो जिएमसी हस्पिटलमा छु अनि यहाँ चाहिँ म अब यसो बाहिरतिर हिँड्न लाग्यो स्कुटर दिनुभयो दिदीले अनि त्यही यो लास्ट गाह्रो भयो तर हस्पिटल आएको हामी आज 3 दिन भयो है अनि डेन्जर गाह्रो भयो अब यसरी हस्पिटलमा चाहिँ कहिल्यै पनि बसेको थिइनँ मेरो भोइस आएको छ कि नै है अनि कहिल्यै पनि बसेको थिइनँ होइन केही हुनसक्छ स्कुटर चाहिँ हो क्या यहाँ भाडा पनि छ हाम्रो भाडा पनि छ हाम्रै भाडा हो कि यो अघि खाना खाएको अनि यस्तो यस्तो भएको अनि सो त्यही हो अब चाहिँ हामी चट्टपारामा जानुपर्ने हुन्छ सो हामी चाहिँ अहिले के अरे कहाँ हिँडेको अहिले हामी चिप्लेढुङ्गा हिँडेको यो चिप्लेढुङ्गा जान्छौँ अनि त्यसपछि चाहिँ त्यहाँ यो टिफिनहरू छोड्न छ हामी यो टिफिन छोडेर त्यसपछि म तपाईँहरूलाई भेट्छु ल सो अब चाहिँ हामी हिँड्न लाग्यो है टक्कै स्कुटर पनि स्टार्ट गरिसक्यो सो अब चाहिँ हामी चट्टपारामा जान्छौँ है त ल चाहिँ हामी यहाँ चिप्लेढुङ्गा आइरहेको छौँ होइन यहाँ चाहिँ एउटा ढुङ्गा छ यही त होला चिप्लेढुङ्गा अब के त हामीलाई है अनि दिदी चाहिँ भाटबाटी नै हुनुहुन्छ अरे अनि एकछिन आउँछु भन्नुभयो सो हामी चाहिँ यहाँ बसिरहेको छौँ होइन अब दिदी आउनुहुन्छ अनि त्यसपछि चाहिँ यो चाहिँ दिनुपर्ने हुन्छ जो बेलुका खाना ल्याइदिनु भएको थियो अनि चाहिँ हामी चाहिँ पोखरा यहाँ किन छौँ भने के अरे पोखरा चाहिँ हामीले साइला बाला लिएर आएको थियौँ सन्चो नभएर अनि सो आज 3 दिन भयो आइसियुमा राखेको यसो आइसियुमा राखेर अघि चाहिँ हामीले वार्डमा छाडिसकेको छौँ अनि सो अब कति बसिन्छ थाहा छैन है अब कति दिन बसिन्छ अनि सो त्यही हो यहाँ दिदीहरू आउँदैछन् अनि दिदीहरू आएपछि दिदीहरूलाई यो दिएर अनि हामी त्यसको कतै डुल्न जान्छौँ अनि डुलेर आएर अनि तपाईँहरूसँग भेट्छौँ नि त ल सो राइट गाइज अहिले चाहिँ यहाँ हल्का पानी परिरहेको छ होइन अनि सो म चाहिँ यहाँ अब चाहिँ स्याङ्जा जानुपर्ने भयो त्यहाँ हजुरआमालाई छोड्दिनँ ऊ त्यहाँ हुनुहुन्छ हजुरआमालाई छोडिदिन्छ जानुपर्ने भयो त्यहाँ दिदीले रेनकोट किनिदिँदै हुनुहुन्छ अनि रेनकोट किनेर चाहिँ म स्याङ्जा गएर दिदीलाई छोडेर आउँछु बाटो राम्रै छ अरे 30-35 मिनट 40 मिनटमा पुगिन्छ अरे सो आनन्दले गइन्छ अनि सो दिदी हजुरआमालाई छोडेर चाहिँ आउनु पर्ला सो त्यही हो अब बाटोमा कतै भेटियो भने भेटौँला नत्र त्यस्तै त हो नि होइन ल गाइस अहिले चाहिँ म यहाँ पृथ्वी चोक पुग्छु सो देन पाउनुहुन्छ यो पृथ्वी चोक हो होइन अनि सो यहाँ चाहिँ हजुरआमालाई यहाँ के लिन भन्नुभएको छ अनि त्यहाँ जानुभएको छ यस्तो यहाँ चाहिँ स्कुटर छ देख्न सक्नुहुन्छ होइन कपडा पारामा यस्तो रेनकोट लगाएर जानु लाग्यो किनभने पानी पर्न जहाँ पनि पानी पर्न सक्छ नि त अनि त्यही भएर चाहिँ अनि सो अब चाहिँ हामी ट्याङ्क जानुपर्ने हुन्छ गाइस है चट्टपारामा सो हजुरआमा चाहिँ कति जानुभयो हजुरआमा यता उहाँको पसलमा जानुभएको छ त्यही हो देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ ठुलो टिभी छ है टिभी भन्दा के भन्छ त्यसलाई मलाई थाहा छैन खासै यस्तो छ है ठाउँ चाहिँ देख्न सक्नुहुन्छ चट्टपारामा त्यही हो ल अब चाहिँ दाङपारामा जानुपर्ने हुन्छ मस्त है पानी टक्क परेछ सो यता चाहिँ रङ्गेशाला पर्छ है गाइज यता चाहिँ रङ्गेशाला पर्छ सो यो चाहिँ अब पृथ्वी चोक भइहाल्यो के अरे अनि उता यो सो यहाँ चाहिँ त्यहाँ चाहिँ मन्डी यता हो कि तर त्यहाँ चाहिँ मन्डी छ सो त्यही हो ल अब चाहिँ हामी चट्टपारामा जानुपर्ने हुन्छ होइन अलराइट गाइज अहिले चाहिँ मैले हजुरआमालाई छोडेर चाहिँ आइसकेँ होइन चट्टपारामा अहिले चाहिँ म यहाँ के अरे स्याङ्जाभन्दा अलिकति चाहिँ छु होइन त्यही हो दामी भयो आजको राइड मस्त मजा आयो होइन हस्पिटलमा बोर भएर बसिरहेको थिएँ कि म चाहिँ होइन लास्टै बोर भएर बसिरहेको थिएँ त्यही भएर चाहिँ यसो फ्रेस भोग्नु भन्ने तरिकाले स्कुटरमा आएको थिएँ यसो स्कुटर चलाइयो पनि उता जाने बेलामा यसो चलाइयो अनि त्यसपछि चाहिँ अहिले सँगसँगै आइयो हजुरआमालाई छोड्न हजुरआमालाई आरामले लिएर आउनुपर्छ होइन हजुरआमालाई लिएर झर्तिर सो अब चाहिँ हामी चट्टपारामा जानुपर्ने हुन्छ गाइस है त्यही हो मेरो च्यानल चाहिँ फ्री भएको छ सहज चाहिँ है लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु होइन त्यही भन्न चाहन्छु अर्को के भन्नु छ र होइन बाटोको मेरो हातमा चाहिँ अहिले एन्ड्रोइड भइरहेको
सो राइट गाइज अहिले चाहिँ म यहाँ स्याङ्जा र पोखराको त्यो बोर्डरमा आइसकेँ। त्यहाँ चाहिँ बोर्डर छ स्याङ्जा र पोखराको देख्नुभएको होला उहाँ पर एउटा गेट होइन त्यही हो। अनि सो मैले चाहिँ स्कुटर त्यहाँ राखेको छु अनि यहाँ चाहिँ टोइलेट रहेछ क्या अनि यसो आएर सु हानेको होइन। अनि सो अब चाहिँ जानुपर्ने हुन्छ त्यहाँ चाहिँ प्रतीक्षालय यस्तो रहेछ है त्यहाँ स्कुटर राखेको त्यही हो। पानी चाहिँ परेको होइन ऱ्याङ्कोट चाहिँ उडिरहेको किनभने पोखरातिर चाहिँ पानी परिरहेको छ कि ढुङ्गाउनु चाहिँ पुरै अँधेरै भइरहेको छ। सो त्यही हो जस्तो त्यो अङ्कलले डेन्जर हेरिदिनु भयो यार। यसो अब चाहिँ चट्टोपारामा जानुपर्ने हुन्छ गाइज होइन। त्यही हो मस्त दामी भयो अनि छुट्टी पनि आइयो अनि जियोस् अब चाहिँ म घर फर्किनु लागेको सो आनन्दले। हजुर दाइ ल दाइ दाइले पनि देखा हुँदै अनि सो त्यही हो ल अब चाहिँ हामी म चाहिँ चट्टोपारामा जानुपर्ने हुन्छ गाइज है। सो अब पोखराको भ्यू अहिले उ त्यहाँ गएर कस्तो दामी देखिरहेको थियो अघि अघि चाहिँ देखाउनु पाइनँ हजुरआमा हुनुहुन्थ्यो। सो अहिले चाहिँ म त्यहाँ पोखराको भ्यू देखाउँछु है तपाईँहरूलाई उ त्यहाँदेखि तर देखिन्छ कि नै भन्ने पुरै हुस्सुला। सो त्यही हो ल अब गाडी साडी पनि आएन अब चट्टोपारामा जान्छु है त ल। सो राइट गाइज अहिले चाहिँ म पोखरा आउन लागिसकेँ होइन। सो चाँडै यहाँ आयो आधी घन्टा नि भएन म यहाँ उहाँबाट हिँडेको है। सो मेरो स्टोर चाहिँ यहाँ छ मेरो त के भन्नु त्यो दिदीको। सो पोखरा भ्याली चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ। सो अब बेलुका छ नि त अनि खासैले लाइट बाले छैनन् कि अनि त्यही भएर चाहिँ अलिकति नराम्रो देखियो। सो सबैले लाइट बाल्यो भने चाहिँ दामी देखिन्छ होइन। सो दामी रहेछ अहिले पोखरा भ्यू पोइन्टमा रहेछौँ हामी अहिले यो चाहिँ पोखरा भ्यू पोइन्ट रहेछ। सो दामी लागेको मलाई अनि सो त्यही भएर चाहिँ रोकेको है। सो देख्नुहुन्छ दामी छ भ्यू अनि सो अब चाहिँ चट्टोपारामा जानुपर्ने हुन्छ है। म त्यही तपाईँहरूलाई त्यही देखाउन चाहिँ बसेको म। सो राइट गाइज अहिले चाहिँ हामी हस्पिटलमा आइसक्यौँ। यहाँ चाहिँ दाइ छन् ती अनि मैले स्कुटर चाहिँ त्यहाँ राखिसकेँ अनि सो अब चाहिँ हस्पिटलभित्र पसौँ अनि त्यसपछि चाहिँ फेरि कतै घुम्न जान्छ मलाई सायद है के छ र बुझ्नु त पऱ्यो अब त्यही हो। सो अब अहिले चाहिँ हामी सिस्सु हान्न हिँडेको छौँ अनि सिस्सु हान्ने फेरि एक ठाउँमा चाहिँ डुल्न जानु परेछ। सो त्यही हो त ल। सो अहिले चाहिँ हामी यहाँ लेक साइड आइसक्यौँ होइन। सो हेर्न सक्नुहुन्छ यताको भ्यूहरू यस्तो दामी छ। सो यता चाहिँ यस्तो छ यता चाहिँ मोटो मान्छे हो। सो प्रकाश दाइ चाहिँ यहाँ अगाडि छन्। सो आनन्दले अब यसो घुमिन्छ यहाँ यस्तो फ्रेस हावा खाइन्छ। लास्ट टाइम न्यु इयरमा आएको थिएँ म। सो बल्ल अहिले आइरहेको छु। सो दामी मजा आइरहेको छ दिवस डुल्छौँ एकछिन अनि एकछिनपछि उता जाने हो क्या इसान आउँछन्। सो एकछिनपछि इसान आउँछन् होइन अनि इसानसँग भेटेर अनि त्यसपछि हामी घर चल्दिनु पर्ने हुन्छ। सो त्यही हो अरू चाहिँ के भन्नु छ र होइन ल। अब के भनौँ अरू सो मस्त पारामा डुल्नु पर्ने हुन्छ है ल हामी। सो राइट गाइज अहिले चाहिँ हामी फर्किन लागेको होइन। सो अब चाहिँ जानुपर्ने हुन्छ होइन। सो चट्टोपारामा जान्छौँ अब स्कुटर चाहिँ बाहिर आएर। सो हेलमेट ल्यायौ अब चाहिँ दामी पारामा जानुपर्ने हुन्छ है त ल। सो राइट गाइज अहिले चाहिँ हामी हस्पिटल आइसक्यौँ होइन। सो दामी भयो रमाइलो भयो। इसान चाहिँ यता छ नि देख्न सक्नुहुन्छ अनि प्रकाश चाहिँ पछाडि छ नि। सो दामी रमाइलो भयो। सो अब चाहिँ हामी यहाँ हस्पिटलमा बस्नुपर्ने हुन्छ खाना पनि खानुपर्ने हुन्छ खाना खाएन अनि सो त्यही हो ल। अब केही गर्ने बेलामा भेट्छु है त म तपाईँहरूसँग ल। दिस इज द नेक्स्ट डे अनि अहिले चाहिँ म यहाँ हस्पिटलमा बसिरहेको छु। देख्नुहुन्छ यो हस्पिटलमा शैलबा चाहिँ यहाँ हुनुहुन्छ है। म चाहिँ यहाँ बसिरहेको छु मस्तो पारामा। सो त्यही नै हो जो हस्पिटलमा आज चाहिँ राम्रो बेड पाइयो दियोस् होइन। हेर्न सक्नुहुन्छ यतिको बेड पाइयो आज चाहिँ यहाँ सुतेको म चाहिँ। सो मैले चाहिँ चिया नास्ता चाहिँ गरिसकेँ होइन। चिया नास्ता गरी भएँ जो सो दामी भयो रमाइलो भइरहेको छ। हिजो स्कुटर पाइएको थियो अनि हिजो स्याङ्जा गयो। सो हजुरआमालाई छोड्न अनि त्यहाँ पनि रमाइलो भयो भनौँ होइन। अनि सो मजा आयो। अनि सो अहिले चाहिँ म यहाँ हस्पिटलमा छु भने हजुरबालाई कुर्दै बसेको हजुरआमा चाहिँ बाहिर हुनुहुन्छ। सो त्यही हो यहाँ कति बेला यो बेडमा मान्छे आउने नि थाहा होइन। मान्छे आयो भने चाहिँ हामी हटिदिनु पर्ने हुन्छ होइन। अनि सो त्यही नै हो अरू के भन्ने हो र। राइट गाइज अहिले चाहिँ हामी चट्टोपारामा चिसो खोला जानु लागिरहेको छौँ। यसो गर्मी पनि भयो घाम पनि लागिरहेको छ नि त अनि यहाँ क्याफेमा बसेको थियौँ एकछिन। अहिले चाहिँ अब हामी जान लागेको है कहाँ भन्दा चाहिँ चिसो खोला अनि यता चाहिँ केटाहरू छन् चट्टोपारामा। यसो अब दामी पारामा जानुपर्ने हुन्छ गर्मी पनि भइरहेको छ होइन। भएर चाहिँ यसो
नुहाएर आइदिउँ न त नि भनेर हिँड्न लाग्यो। अहिले चाहिँ हामी यहाँ लेकको साइड आइरहेको छौँ होइन, देख्न सक्नुहुन्छ दामी देखिरहेको छ लेक है। काइकिङ गर्नुपर्छ अलिपछि छ ढुक्का आउन लाइसेन्स है सँगै काइकिङ गर्नुपर्छ एक दिन। म केटा आउँछु यहाँ काइकिङ गर्न है, तपाईँहरूलाई देखाउँछु यहाँको उताउताहरू होइन। काइकिङ गर्न छिट्टै आउँछु गाइस। अहिले चाहिँ अलि छैन अनि म अलि अर्कै कामको लागि आएको छ। मामाहरू बसिरहेको छन् बाटोमा, तर पाल भएन किनभने लाइसेन्स होल्डर मान्छेसँग हिँडिरहेको छु म। के भन्नु त अब त्यही त होला नि। यताको यो पामे साइडतिर अझै आएन। पामे साइड उता पर्छ होइन। सो पामे साइडतिर भ्यू चाहिँ ओभर दामी लाग्छ क्या मलाई त। त्यो आएर बसिरहेको छ होइन, हामी पोखरा आयो भने बसिरहेको छु। त्यो उतातिर ताल छ है। केटाहरूले धुप्पी चलाउँछन् कि चलाउँदाखेरि होइन गाह्रो पर्छ। अनि त्यही हो, अरू के भन्नु छ र होइन। सो आनन्दले जान्छौँ अब। अनि उतै गएर भेटौँला ल। हिजो त साधन थियो, आज त साधन पनि छैन। हेर्नु साधन नभए नि केटाहरूको त छ नि होइन। टक्क मस्त पारामा डुल्छौँ हामी। अहिले घाम लागिरहेको थियो, अहिले चाहिँ घामै लाग्यो होइन है। कसरी पुरा बिजुली भयो कि अब जाडो हुन्छ कि जस्तो लागिरहेको मलाई। के हुन्छ त्यही हो। ल उतै गएर भेट्नु लागि ल। सलेट गाइज अहिले चाहिँ हामी यहाँ आइसक्यौँ होइन। त्यहाँ बाटोमा चाहिँ अलि भ्लग बनाइएन। सो यहाँ चाहिँ यही छन् है, देख्नुहुन्छ यस्तो दामी छ यहाँ ठाउँ। त्यहाँ चाहिँ एउटा हजुरबाले यहाँ उस बनाउँदै हुनुहुँदो रहेछ। लाइक गाइज हामी चाहिँ नाम के अरे चिसोखोला आइसक्यौँ हम। ए चिसोखोला मैले भन्नै बिर्सेको यार। चिसोखोला नि नाम। हामी चाहिँ चिसोखोला आइसक्यौँ। अभिषेक यहाँ चाहिँ इसान मेरो भाइ उहाँ छ। दाई भन्दा भाइ ठुलो हो। अब हामी यहाँ चाहिँ कपडा सपडा खोलेर स्विमिङ हान्छौँ। म छोड्दो तब चाहिँ हामी यहाँ यसो स्विमिङ हान्न आइरहेको छौँ होइन। त्यो एकैछिन बस्यो त्यहाँ अनि तिन चाहिँ त्यहाँ छन्। ल त्यस्तै देखाउने अब यहाँभन्दा माथि यतादेखि है यसो यस्तो गहिरो देख्न सक्नुहुन्छ है। दामी फेरि धकालिदिन्छन् कि केटाहरू चाहिँ डर लाग्दैन। के र ओए म दिन्न, म आफैसँग मात्छु पर्दैन। विश्वास गरेर त्यो हो क्या, विश्वास ल कसरी समात्छौ यसरी समात्छ ल। है गाइज हामी चाहिँ टक्क लाएर फेरि अभिषेकको टक्क लाएर स्विमिङ खेल्न आएको। नाम चाहिँ चिसोखोला नेचुरल स्विमिङ पुल। हजुरहरू आउन सक्नुहुन्छ। झर्ना बबाल छ उतातिर, त्यस्तो गहिरो छैन किनकि त्यहाँ माथिबाट जम्प हान्यो भने पानीले यता धकालिदिन्छ। तपाईँहरू सेफ, एकदम सेफ है। त्यही भएर त्यही नि स्विमिङ खेल्न नआउने मान्छे चाहिँ झ्याप्प नगयो हुन्छ किनकि सबलाई गाह्रो पर्छ नि त। सबैलाई आउँछ भन्नु तिमीजाउनु पहिला म तिमीलाई हानेको देखाउँछु। हामी त फजाल्दिनँ नि, म फेरि हामी त फजाल्दिनँ नि। ल जाऊ ल घर जाऊ। खुट्टा डुबाएर घर जाऊँ हो क्या। इसान चाहिँ गयो है, तिनको चाहिँ स्कुलमा जानु पर्ने काम रहेछ। अनि त्यो इसान चाहिँ गयो, मलाई छोडेर आयो। जाने बेलामा चाहिँ हामी तिरुबल जान्छौँ किनभने अब त्यस्तो चाहिँ अनि होइन। सो तिन चाहिँ त्यहाँभित्र गइसकेका छन्। आउँछ कि नै दामी छ खोला। खोलाको साउन्ड इको आइरहेको ल। त्यही हो, मलाई फेरि पस्नै मन लागेन क्या। त्यही हो क्या तना आउनै मन लागेन क्या मलाई। अब यस्तो घाम आयो भने आउनु पर्ला। सो अहिले चाहिँ 4 बजी सकेको छ होइन। अनि हामी चाहिँ क्याफेमा बस्दा अनि त्यस्तै भयो है। अनि पानीभित्र के हुँदैछ है गाइस, त्यहाँ पानीभित्र के हुँदैछ त्यही हो। अरू चाहिँ के भन्नु, म त्यहाँ जाने तर कसरी जाने त नि यार। फोन समातिदिने मान्छे छैन, फोन लिएर जाने कुरो भएन। चप्पल चाहिँ त्यहाँ बगाएछ। हेलो दोस्तलाई बोलाउ न। आऊ के छिटो आउन यार, मेरो भिडियो खिच्यो म जान्छु होइन। लैजाने अहिले बलै जाएँ म।
म लाउँछु 1-2 दिन अनि तिमीलाई हिरुम्ला अहिले पाओ घाम लाग्यो ओए घाम लाग्यो दोस्त आउन छिटो हेलो बोलाउ न छिटो आउ त के ढुक्क हो यस्तो वालामा माछा नि छ होला यार यहाँ त यार माछा नि छ होला है त्यही हो ल रमाइलो छ ढुक्क You can do it. ओए दामी फाल्दिए दामी है सोइल चाहिँ म यहाँ बसिरहेको छु होइन हान्देऊ त दामी भयो पानीभित्रै बस्यो नि त कस्तो दामी मजा आउँछ यार यस्तो दामी मजा आयो यो हस्पिटलमा बस्दा यार वाइल्ड झ्याउलाइरहेको थियो अनि यो फ्रेस भयो है यता आएर मस्त दामी छ ठाउँ पनि देख्न सक्नुहुन्छ है यस्तो ठुलो खालको जता गर्ने हुन्छ तर उ त्यहाँ चाहिँ गहिरो हो यता चाहिँ जस यति आउँछ यसो दामी रहेछ अनि यहाँ चाहिँ एउटा बुवाले चाहिँ कामसाम गर्नुहुन्छ है यहाँ के अरे यसलाई यो ठाउँलाई चाहिँ जो सरसफाइ गर्ने यताउता गर्नुहुन्छ त्यो यता खतरा पो हालिदिए ल अनि गर्नुहुन्छ अङ्कल एकछिन अनि यो उसहरू सब अङ्कलले बनाउनु भएको अरे यहाँ यस्तो सफा पनि गर्नुहुन्छ त्यहाँ बियरको बोतलहरू छ नि त्यो अङ्कलले मिलाएर राख्नु भएको कि त्यहाँ यो सफा गराउनुहुन्छ त्यही भएर यहाँ कतै नि फोहोर देख्नुहुन्न नि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ कतै नि फोहोर छैन है सो तिनीहरू चाहिँ त्यहाँ पौडिँदैछन् 1x सो त्यही हो ल म पनि जान्छु पौडिन अब एकछिन पछि आउनु पर्ला है त ल गाइज अझै मैले यहाँ तुषारको फोन लिएर पानीमा हिँडिरहेको छु मेरो फोन चाहिँ उतै राखेँ किनभने आफ्नो फोनको त माया लागिहाल्छ नि अरूको फोन त बाल गरायो नि सो तिनीहरू चाहिँ यहाँ छ नि के देखियो ल यता त जानुहुन्न यस्तो यताबाट त्यता आउँछु म खासै पौडी नै हान्न कि म मेरो पौडी नै हान्न त यता सानसानोमा पौडिन्छु रोक्ने ओके हिँड्दै गरिरहेको छु लास्ट गइरह्यो यार गाइजर लास्ट अलि तल बस्छ नि लामो एक्टिङ गरेकै भएन कि डुब्यो बेसी नै नाटक भयो जस्तो गाइस अब चाहिँ हामी झर्ना जस्तै झर्ना भन्नु मिल्दैन ल घर चाहिँ ब्लग चाहिँ त्यही यहाँ चाहिँ साउन्ड सुनिन्न होला गाइस तर झकालो हेर पट्टि बस्यो क्या हो भर्खर स्विमिङ खेलेर ढक्क लाएर यहाँ बसेको हाम्रो गोरे दोस्त उहाँ छ बडी फिजिक्युन हेर्नु न फेरि बाबा अनि हाम्रो साथी अभिषेक मेरो भ्लगलाई आयो भन्दा जिस्केको गाइस भ्लग चाहिँ अभिषेक हो
तर अब मैले पनि मेरो च्यानल खोलेँ हो कि त्यसको सानोतिनो प्रमोसनको लागि चाहिँ मैले उता अभिषेकको आइडीमा यसो हाल्न लाग्यो। जस गाइस माया गरिदिनुहोस्, हामी यस्तो यस्तो कन्टेन्ट ल्याइरहेको छौँ है। चोरेको घडी हो, चोरेको चाहिँ होइन, यहाँ भेट्टाको लगाइदिए तर मलाई यो चाहिँ हग्नु पर्छ नि। ल है गाइस हामी चाहिँ पौडी सौडी खेलेर स्टाइल हो। ल है गाइस हामी चाहिँ पौडी सौडी खेलेर निस्केको, पानी पर्यो अब, तर अब हामी जानु लाग्यो किनकि भिजेर भए पनि जानु पर्यो, किनकि घर त जानै पर्छ होइन। ल त्यही हो, के भन्न चाहनुहुन्छ मेरो भ्लगमा? के समस्या छ कि बुझ न एकछिन अहिले भयो चल राइट गाइज। अहिले चाहिँ हामी यहाँ यस्तो तरिकाले रुच्दै आएको नि होइन, देख्नु सक्नुहुन्छ यहाँ कस्तो रुच्दै हाल्ने यहाँ देख्नु आउनुहुन्छ गाइज। अनि मोटो चाहिँ त्यहाँ उसो गर्न गएन, मेरो मलाई टाङ्गेर टी सर्ट ल्याइदिन, डेन्जरै रुचेको म हस्पिटल जानु हो नि त म, त्यही भएर सबै रुचिया थियोस्। अनि त्यति गहन कति चल्छ बुझाइस घरे नजिकै घर उयो चट्टाइ खाने नि त। ल ए अहिले एकछिन पछि कल गरेँ बोल्छु है त तपाईँसँग। ल चाहिँ हामी यहाँ क्याफे आएर बसिरहेको छौँ होइन। सो मैले चाहिँ लुगा सुगा चेन्ज हानिसकेँ, अनि एकदम जाडो भइरहेको छ। अनि यहाँ पेन्टिङ लिजाएर बसेँ, त्यही हो। सो अहिले चाहिँ चिया खाएँ, यहाँ चाहिँ चिया खाइसकेँ। अनि सो बसिरहेको छौँ, यता चाहिँ केटाहरू छन्। सो त्यही हो, अब चाहिँ एकछिन पछि चाहिँ हस्पिटल जानुपर्ने हुन्छ। अनि अरू चाहिँ के भन्नु छ र, अब त्यही त हो नि, अब अहिले भेटौँला। ल अहिले चाहिँ हामी यहाँ क्याफेमा यहीँ बस्यौँ एकछिन है। अनि बसेर उमेगलमा यताउता बोलेर अनि रात परिसक्यो। अनि अब चाहिँ म हस्पिटल जानु लाग्यो। अनि सो स्कुटरमा अनि यता इन्छन्। अनि सो मलाई चाहिँ इन छोड्ने होइन क्या, तर अहिले चाहिँ म चलाउँछु, फर्किने बेला यिनले चलाउँछन् होइन। सो यिनलाई दिन्छु म फोन, अहिले भिडियो गर्छन्, म चाहिँ चलाउँछु है त। ल ल गाइस हाम्रो अभिषेकले चाहिँ स्कुटर चलाउँदै छन्, अनि म चाहिँ यहाँ पछाडि छु होइन। हाम्रो आजको भ्लग चाहिँ यहीँ समाप्त हुन्न, किनकि हामीले भोलि पनि बनाउने छौँ। सुस्तो चलाउनु हामी भोलि पनि कन्टिन्यू गर्छौँ होइन भ्लग। अनि हाम्रो गाइस हाम्रो दोस्तले चाहिँ राइड हान्दैछन्, म चाहिँ पछाडि बसेर जाडो भन्छ। अनि हाम्रो दोस्तले चाहिँ राइड हान्दैन। बाटो चुलो है दोस्त त्यही ल। सो अहिले चाहिँ हामी जाँदैछौँ चट्टोपारामा, म जेएमसी जानु लाग्यो है। अनि यसले चाहिँ भिडियो बनाउँदैछन्। सो यो चाहिँ साथीको स्कुटर हो होइन, तुषारको चाहिँ स्कुटर ल्याएछौँ, त्यसमा पेट्रोल थियो होइन। सिधैबाट अनि कता हो सिधै हिँड न, जेएमसी हस्पिटल सिधै तल हो। ल गाइस हाम्रो यहाँ समाप्त हुन्न, हामी भोलि पनि भ्लग बनाउने छौँ होइन। अनि त्यसपछि चाहिँ बल्ल हामी तिमी आउँछौ कि नै भन्ने कुरा कि तिमी आउन, म कसरी आउने र साथी मलाई पेट्रोल भन्ने आइहाल्छ नि त। गाइस है हामी चाहिँ अब छुट्टिन लाग्यो, दोस्त चाहिँ हस्पिटल आइसक्यो, यहाँ हस्पिटल दोस्त यहाँ छन्। अब म चाहिँ जान्छु होला, सायद ढिलो पनि भयो होला, अब घर पनि जानुपर्छ। ल सो अब यिनलाई चाहिँ मैले यही छोड्नुपर्ने हुन्छ होइन। ल त्यही हो, अब जिएमसी हस्पिटल हेलमेट लिएर जानु लाग्यो त। खोल त ल राम्रोसँग जाऊ है त। ल राम्रोसँग जाऊ, म पनि जानुपर्ने हुन्छ है। अब यही हो, रुच्यो या डेन्जर या। ल सो अब चट्टोपारामा जान्छु, अब माथि नै अस्ति भेटौँला है त। ल गयो तिनी। ल सो अहिले चाहिँ म यहाँ हस्पिटल आएर अनि अहिले चाहिँ खाना खाइरहेको छु होइन। सो यहाँ हो खाना आएको चाहिँ। सो हामी चाहिँ दुइटा चिकन खाना के अरे फिस खाना भनेको छौँ, सो खान्छौँ होइन। अनि त्यसपछि अनि जानुपर्ने हुन्छ। त्यही हो, जाङ्गेमै छु यार केटा हो, जियो अघि। अनि कपडा चाहिँ धुन पठाइदिएको तुषारसँग, वासिङ मेसिनमा धोइदिन्छन् नि त तिमीले। सो त्यही भएर चाहिँ तिमीलाई पठाइदिएको छु। सो अब खानासाना खाइन्छ, अनि त्यसपछि फेरि हस्पिटल गएर अनि सुत्नुपर्ने हुन्छ। फोनमा चार्ज पनि छैन, मस्त चार्ज गर्दै अनि सुत्नुपर्ने हुन्छ। सो त्यही हो, अब खाना खाम। अहिले चाहिँ हाम्रो खाना आइसक्यो है, देख्न सक्नुहुन्छ चिकन खाना। सो अब चाहिँ चट्टोपारामा खानुपर्ने हुन्छ होइन।